हेलो गाइज, हामी चाहिँ ड्युटीको टाइममा चाहिँ खाजा खानको लागि भनेर एकछिन रेस्ट गर्दैछौँ है। र खाजा चाहिँ खाँदैछौँ, एउटा चिसो पनि खाँदैछौँ। गर्मी अत्याधिक छ अनि अहिले चाहिँ अलि 6:45 पनि भइसक्यो। त्यही भएर चाहिँ खासै घाम त्यति आज अहिले चर्को चाहिँ छैन, दिउँसो एकदम धेरै थियो। अनि हामी चाहिँ खाजा खाएर अहिले बसिरहेको छौँ। दाइ र म मात्र छौँ, अरू साथीहरू चाहिँ अर्डर पुऱ्याउनको लागि भनेर ठाउँमा पुगिसक्नु भएको छ होला, कता हुनुहुन्छ है। अनि बोलाएको अब सबैजना आफ्नो ठाउँमा बिजी हुनुहुन्छ, कोही टाढा हुनुहुन्छ, कोही नजिक हुनुहुन्छ। नजिक जो छ त्यही भएर आइन्छ, हामी खाजा चाहिँ मिलेर खाइन्छ है। यदि छैन भने एक्लै पनि खानु पर्ने हुन्छ कुनै दिन चाहिँ। तर आज चाहिँ दाइ र म चाहिँ छौँ है। अनि हिल इनर्जी ड्रिङ्क है साथीहरू। के गर्नु अब, यो 12-15 घन्टाको नन स्टपको काम, त्यसपछिको 2-3 बजेसम्म निन्द्रा लाग्दैन। बिहान 12-1 बजी रुममा गएपछि खानासाना बनाएर खानु पऱ्यो, यताउति गर्दा 2-3 बज्छ। अनिन्द्रो होइन, आँखा पोल्ने, शरीर दुख्ने, यस्तै त हो नि विदेशी लाइफ है, काम गर्न थालेपछि। अनि अलिकति यसले चाहिँ सपोर्ट गर्छ कि शरीरलाई है गाइस, त्यही भएर चाहिँ। अनि खाजामा चाहिँ आज हामीले के खायौँ भन्दाखेरि चाहिँ पिज्जा खायो है गाइस। दाइले र मैले होइन त, कस्तो थियो आज पिज्जाको भन्नु त? एकदम मिठो थियो नि है, मिठो दामी थियो। दुःखको मिठाई यो भने दुःखको मानो, सुखको पनि के भन्छ नि, यस्तै हो कि दाइले भन्न खोज्नु भएको कुरा चाहिँ मिलाएर बुझौँ है। अब राजु दाइ एकदम ह्यान्डसम हुनुहुन्छ है दाइ। अनि रोमानिया कति भरि दाइ आएको? लगभग 3 महिना। कस्तो लागिरहेको छ दाइ तपाईँले 3 महिनामा काम गर्न? एकदम अब त्यस्तै रमाइलो दुःख सबै मिसिएर भरिएको छ है। अनि सजिलो उहाँ मेन पावरले भने जस्तो छ कि छैन? मेन पावरले भने जस्तो त केही हुँदैन, आफूले अब माइन्ड मेकअप गरेरै आउनुपर्छ। मेन पावरले त बढाइ चढाइ खाना बस्न सबै भन्छ, तर त्यो चाहिँ नसोचे नि हुन्छ। किनभने यहाँ परदेशमा आइसकेपछि त्यो अब मान्छेले भनेको अनुसारको हुँदैन। अब त्यही हो, आफैले म्यानेज गरेर सबै कुरा दुःख बुझेर काम गर्नु पऱ्यो। त्यही हो, दुःख भन्ने कुरा जहाँ पनि हुन्छ, यो गर्नु पऱ्यो आफूले। पुरै यही हो गाइस। त्यही भएर काममा रोमानिया मात्र भनेर हुँदैन, के काममा आउँदै हुनुहुन्छ एकदम बुझेर पनि आउनु है। त्यत्तिकै काम भनेर पनि हुँदैन। गाह्रो छ काम गर्न, सजिलो कुनै पनि काम त हुँदैन, तर पनि यो काम चाहिँ अलिकति राइटर काम अलिक गाह्रै छ। अनि अहिले गर्मी छ, हामीलाई चाहिँ काम गर्न अलिक गाह्रै छ है। अनि हामी चाहिँ यतिकै बसाउने छौँ, अलिकति घाममा बसेको छ, फेरि ठाउँ पनि खासै त्यति भेटिँदैन कहाँ बस्ने। तर यहाँ चाहिँ एउटा कुरा चाहिँ रमाइलो के हो भन्दाखेरि जता हेऱ्यो नि हरियाली चाहिँ छ क्या, हरियाली छ है, जता हेऱ्यो नि हरियाली छ, रमाइलो हुन्छ। जङ्गल जस्तो होइन, घर घुम्न कता भन्ने हुन्छ कि अहिले त। अनि त्यो हिउँ परेको त्यो जाडोको समयमा चाहिँ फेरि घरहरू चाहिँ जता नि भेटिन्छ, किन यो रुखहरूको पातै हुँदैन, सबै एकदम नाङ्गो रुख हुन्छ। अनि अहिले चाहिँ पुरै जङ्गलको बिचमा चाहिँ हामी बसेर जस्तो फिल हुन्छ, रमाइलो छ। अनि काम पनि भइरहेको छ, खासै धेरै डिमान्ड पनि छैन। बिस्तारै काम भइरहेछ। दाइ चाहिँ फोनमा बोल्दै हुनुहुन्छ होला सायद, पक्कै पनि एकछिन फ्यामिलीसँग है। अनि गाइस यता पनि देख्न सक्नुहुन्छ, ठाउँ चाहिँ रमाइलो छ एकदम। हामी चाहिँ मलमा चाहिँ यो अफी मलको बाहिरपट्टि आएर बसेको छौँ। हामी चाहिँ धेरै जसो अर्डर भएन भने चाहिँ हामी यो मलको चाहिँ बाहिरपट्टि आएर बस्छौँ है। यहाँ चाहिँ अर्डर आउने ठाउँ हो, डिमान्ड एरिया हो। अनि बाहिर आउने बस्ने, भेटघाट हुने है, साथीभाइ गफ हान्ने, यही हो हाम्रो चाहिँ काम भनेको। यस्तै छ रोमानियामा, राइडरहरूको चाहिँ पारा यसरी चल्दैछ है गाइस है। तपाईँहरूको चाहिँ कसरी चल्दैछ कमेन्ट गरौँ है। र मेरो च्यानलमा चाहिँ को नयाँ हुन्छ उहाँहरूले चाहिँ प्लिज मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब गर्न नबिर्सिदिनु होला। लाइक सब्सक्राइब गर्नु होला, साथै साइडमा रहेको बेलायकनलाई पनि अन गर्न नबिर्सिनु होला। म यसरी चाहिँ रमाइलो भिडियोहरू ल्याउने प्रयास गरिरहनेछु सधैँ तपाईँहरूको लागि भनेर। र कुनै भिडियो रमाइलोको लागि बन्छ भने कुनै भिडियो चाहिँ तपाईँहरू हामी सबैको एउटा नयाँ जानकारी, एउटा इन्फर्मेसनको लागि पनि बन्नेछ है। त्यही भएर भिडियोलाई चाहिँ स्किप नगर्नु होला, पुरै हेर्नु होला, काम के छ कस्तो छ बुझ्नु होला है। अनि रमाइलो छ दाइ, ठिक छ नि होइन? गर्मी कस्तो फिल भइरहेछ? गर्मी 2-3 दिन भयो, एकदम धेरै हाई छ। पानी परे छैन है? पानी परेको छैन, गर्मी छ। यो ज्याकेट नलाउ पनि नहुने। यो चाहिँ एकदम लाउनै पर्ने छ क्या, नलाइकन पनि भएन। मलाई पनि भएन। अनि सिआइडी यस्तो एकदम भित्रभित्र बसिरहेको हुन्छ नि कि मान्छेहरू होइन, हेरिरहेको हुन्छ, लाउनै पर्छ अरे कि यो चाहिँ। अहिले नयाँ छ नि त, यसलाई चाहिँ अलि एकदम मार्केटमा अलि छापछती बनाउनु खोजेको कि
मार्केटिङको लागि सिआइडीको रूपमा जस्तो हेर्न आउँछन् कहिले आफ्नै बोस पनि लुकी फोटो खिचिरहेको हुन्छ हाम्रो थाहा हुँदैन त्यही भएर काममा चाहिँ ठग्नु भएन काम चाहिँ एकदम गर्नु पऱ्यो टाइम टु टाइम है केही कुराको त्यस्तो गाह्रो छैन बानी नपरुन्जेल सबै कुराहरू बानी नपरुन्जेल मात्रै गाह्रो लाग्ने बानी परिसकेपछि ठिकै छ अब हामीले चाहिँ यसो यहाँ बसेको बेलामा फ्री भएको बेलामा खाजा खाने समयमा चाहिँ यसो भिडियो बनाएको छु हामीलाई रमाइलो छ हामी चाहिँ रमाइलो एउटा कुरा के लाग्छ नि हामी चाहिँ नेपाली भेट भइन्छ कि जहाँ गइने यो काममा चाहिँ है अनि जहाँ गइने नेपाली भेट हुन्छ अनि बोल्न मन लाग्छ बोल्यो रेस्टुरेन्टहरूमा पनि धेरै नेपालीहरू छन् केटाकेटीहरू है तर एउटा कुरा चाहिँ मलाई के मन पर्दैन भने नि गाइस यो नेपाली हो भनेर हामी कहीँ गएर बोल्यो भने लास्ट भाउ खान्छ क्या कोही त मान्छे है अनि कोही भाउ खाने चाहिँ एटिट्युड देखाउने हुन्छ कि अरू कन्ट्रीको मान्छेहरू चाहिँ आफ्नो कन्ट्रीको मान्छे भनेर देख्यो भने बोलाइहाल्ने बोल्ने खाले टाइपको हुन्छ होइन त्यो नेपाली चाहिँ अलिक भाउ खाने किन हो यो रोमानियामा मात्रै हो कि सबै यस्तै हो मैले बुझ्नु नसकेको कुरो क्या अनि यस्तै छ सब ठिक छ अनि रमाइलो छ अनि हामीलाई हेर्दै केटीहरू हाँस्दै हिँडिरहेका छन् है है अनि तिनीहरू हाँस्दैछन् है हाँस्दै गान भिडियो बनाएको देखेर रमाइलो छ साँझको बेला तर साँझ भन्नु अहिले 9 बजी घाम अस्ताउँछ 9 बजी घाम अस्ताउने बेला हो 9 पनि होइन अहिले त अझै 9:30 10 बज्छ घाम अस्ताउने बेला पसिना हुन्छ रुममा गयो बनायो खायो यताउति फ्रेस भयो थकै लाग्छ दिनभरिको दौडधुप गर्मीमा खानु खुट्नु केही छैन खाजा खाने टाइम मिल्दैन कहिलेकाहीँ त मिल्छ मिले पनि के खानु खान्छ भने जस्तो हुँदैन त्यही ब्रेड आइटम यस्तै मात्र हो खाऊ नखाए घिच्छ भने जस्तै हो कि गाइस अनि खायो अनि त्यसपछि 2-3 बज्छ खाजा खाएर सुत्ने बेलामा अनि फेरि बिहान 9 बजी त रेडी हुनै पर्छ ड्युटी जानको लागि अनि फेरि दिनभरि त्यही अनि हप्ता दिनमा एक दिन छुट्टी आउँछ हप्ता दिनको एक दिनको छुट्टी यत्तिकै जान्छ अनि यताउति है हाम्रो चाहिँ दिन यसरी चल्दैछ गाइस है यसै ल बाँकी कुरा फेरि अघि भिडियोमा हामी लिएर आउने कोसिस गर्नेछु नयाँ कुराहरू तपाईँहरूलाई म जानकारी दिँदै गर्नेछु अहिलेलाई चाहिँ है त गाइस ल बाई गाइस